नमस्कार सम्पूर्णमा। आज माता तीर्थ औँसीको विशेष दिनमा सम्पूर्ण यस धरतीमा जन्मनु भएको आमाहरूलाई र जन्माउनु भएका सम्पूर्ण छोराछोरीहरूको तर्फबाट म लक्ष्मी पौडेल घिमिरे सैना महिना 3 मुर्गिया रूपन्देही नेपालबाट आज आमा विशेषको दिनमा पनि मैले आमाको लागि केही मेरा शब्दहरू हजुरहरू समक्ष राख्दैछु। कृपया सुनेर साथ दिनुहोला र सुनिसकेपछि यहाँलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुभयो भनेदेखि आगामी दिनमा मैले गर्ने मेरो सृजनामा केही परिमार्जित गर्न सक्छु भन्ने शुभभावका साथ सुरुवात गर्दैछु। आमा तिमी धरती, आमा तिमी धरती, तिमी आकाश, तिमी जुन, तिमी सूर्य चन्द्र सबै जन्मायो आमा 9 महिना कोखमा राखी, जन्मायो आमा 9 महिना कोखमा राखी। पीडा कति पनि नभनी सयौँ धेरै पीडा, तर पनि कहिले पनि गाह्रो भयो भनेर कसैलाई सुनाएनौ। आफ्नै पटुकीमा दुःखलाई लुकाएर राख्यौ र सुख जति आफ्नै छोराछोरीलाई समर्पित गर्यो। हिजोको दिनमा म सानो छँदा मलाई सुताउने क्रममा कति पीडा भयो होला, मैले रातभरि तिम्रो बुबु चुस्दाखेरि कति पीडा भयो होला, तैपनि कहिले पनि मलाई गाह्रो भयो भनेर भन्दै भनेनौ किन? आमा तिमी धरती, तिमी सहनशीलकी प्रतिमूर्ति, तिमी महान नारी, जन्मायौ तिमीले म जस्ता धेरै नारी अनि छोरा अनि छोरी दुवैलाई। भन्छौ आज छोरी भन्छौ, तर पनि छोरी नपाएका आमाहरूलाई छोरीको महत्त्व धेरै हुन्छ। तर पनि छोरी छोरा दुवै तिम्रै सन्तान हुन्, तिमीले जन्माएका छोराछोरी तिम्रै सन्तान हुन् र कोही कसैलाई भेदभाव चाहिँ नगरौँ, किनकि छोरी आफ्नो कर्म खाने, छोरा आफ्नो कर्म खाने। छोरी पनि अर्काको पढाइ गरेर जाने, तर छोराले पनि त भोलि पढाइको छोरी ल्याउने र बुहारी बनाउने हो। त्यसैले छोराछोरी तिम्रै सन्तान तिम्रै रखबारी गर्ने। छोरी टाढा भए पनि तिम्रै मनमुटुमा रहने मेरी आमा महान नारी, मेरी आमा महान नारी। जन्माएको मलाई यस धरतीमा कर्म गर्ने मैले यही धरतीमा जन्माएको, यही धरतीमा मलाई कर्म गर्ने मैले यही धरतीमा। पहाडको अनि हिमालको खोजको चारैतिरबाट तिमीलाई सम्झेको छु आमा। मलाई छोडेर टाढा गए पनि तिम्रै मनमुटुमा हरदम हर पल रहिरहन्छु, हेरिरहन्छु, चिहाइरहन्छु, तर देख्दिनँ खै कता किन गयो आमा धेरै टाढा, किन गयो आमा धेरै टाढा। तर आज किन सुन्दिनौ मेरो पुकार? मैले हर पल हर क्षण हर रात तिमीलाई सम्झिरहँदा मेरो आँखाबाट हरिन्द्र आँसु